हेलो को हो फोन गर्ने बिहान बिहान यार बिहान बिहान को फोन गर्ने बाबुराम पो हो के खानु फोन गरेको बिहान बिहान अनि हिजो त्यत्रो सम्झाएको होइन तँलाई आज मसँग हिँड चर्च भनेर त्यही भएर फोन गरेको नि रेडी भएर बस्नु त म आउँछु तँलाई लिनलाई आज जानुपर्छ चर्च चर्च जाने भनेको हिजोको कामले लास्ट थाकेको छ यार आराम गर्नु पुरा आएको त अस्ति हप्ता पनि त्यही भइरहेको थियो त्यस्तो नभन्न हिँड्न साथी पनि हुन्छ अब गाह्रो त भइहाल्छ नि एक हप्ताभरि काम गरेर थाक्यो होला तर एक दिन त शनिबार चर्चको लागि छुट्याउनु पऱ्यो नि ल त हिँडेर जाने मन थिएन ल हुन्छ आउँदै पनि त म रेडी हुँदै गर्छु अनि जानुपर्छ छोडिदेऊ त तँलाई दिने मैले कहाँबाट पैसा दिनु तेरो बाउले मलाई राख्न दिएको छ मैले कमाएर त खाइदिएछ नि के चाहियो पैसा तँलाई चाहियो भने चाहियो नि छैन पैसा कहाँ दिनु तँलाई खोइ आज त जानुपर्छ यस्तो छ यसको टावर के भन्नु बुढी त जाने नजाने घरमा यत्रो काम छ लुगा धुनुपर्ने छ काम गर्नु छोडेर म कहाँ चल जान्छु ए ल त ल बाबुराम आउँदैछ म चाहिँ गएँ है त लौ लौ बाबुराम यसरी क्या कति बेर लाग्यो अहिले आउनु घरमा बुढी छोरा भनेको ल ढिलो भइसक्यो हामी गएको कति पाउँदैन ए म जाने बेला भएको साथीहरू ओ बिर्खे के हो सुटिङ जस्तो सबै सकिसकेको जाने अरे भाइ लडो भाइ ए दाइ हेल्प गर्नु नि दाइ त्यो हटिसक्यो भर्खरै बाइकले हाल्नु भयो हटिसक्यो सडक पनि भयो क्या साह्रो भयो मलाई चाहिँ मलाई अलिक हतार छ गएको ल म ओ के भयो भाइ हजुर केही 2-3 दिन भयो नखाएको हजुर यसो केही सर्भ गर्नु न हजुर 2-3 दिन भयो केही पनि गएको छैन पेटमा हजुर यसो 1-2 रुपियाँ हुन्छ कि यसो सर्भ गर्नु सक्नुहुन्छ होला 1-2 रुपियाँ हजुर पैसा अरे भाइ हजुर छैन त पैसा आफै यहाँ कङ्गाल भयो होला केही न केही त होला नि हजुर अलिकति कहाँबाट आउँछ होइन मसँग पैसा होइन छ होला केही न केही 2-3 दिन भयो हजुर खाना भात नखा कि 2 दिन भयो तिमी हजुर म भन्दा त तिमी धनी रहेछ भाइ जब होइन हजुर केही न केही दिनु त हजुर हजुर धेरै पैसा रहेछ पैसा चाहियो ल पैसा प्रकाश बाबु चाहिँ आज जीवन गवाई पाउँदै आउनुहुन्छ र सबैजनाले ताली बजाइदिनु होला सम्पूर्णमा जयमसी आज चाहिँ म मेरो गवाईबाट जाँदैछु त्योभन्दा अगाडि एउटा वचन खण्ड पढ्न चाहन्छु माग त तिमीहरूलाई दिनेछ खोज त तिमीहरूले भेटाउनेछौ ढटेको आउ त तिमीहरूका निम्ति उगाड्नेछ किनकि जसले माग्छ त्यसले पाउँछ जसले खोज्छ त्यसले भेटाउँछ जसले ढटक्याउँछ त्यसको निम्ति ढोका उगाड्नेछ हो साँच्चै नै आज यो वचन अनुसार मेरो जीवनमा पर्सनल काम गर्नुभएको छ उहाँले मलाई आज घर दिनुभएको छ
एकदम खुसी लागेको छ मलाई। हस्, धन्यवाद। जय मसी। के भन्छ यसलाई कसरी लाग्छ होला जान लाग्नु भयो है भाइ म जानु लागेको अनि अघि तपाईँले त्यो गवाई भन्दाखेरि घर पाएको भन्नु हो नि भाइ कसरी भन्नु म प्रार्थना गर्छु बिहान प्रार्थना गरे पाइँदो रहेछ त खै भाइ मलाई त म त पाएँ मेरो नि घर छैन चाहिँ अब प्रार्थना गर्नु पऱ्यो नि घर छैन भाइ राम्रो भइहाल्छ हुन्छ हुन्छ मान्छे चाहिँ अरू के हो आँखाहरू हिँड्नु सक्दैन अरे जयमसी चिन्नु भएन मलाई? मैले त खै चिनेको छु अरे हामी एउटै चौक जान्छौँ त। त्यो हो र ए त्यहाँ देखिरहेको जस्तो लाग्यो। हजुरलाई म रेगुलर देखिरहेको हुन्छु। तपाईँ त चर्च रेगुलर आउनुहुँदो रहेछ। अन्त राम्रो भइरहेको होला। खै भाइ अहिलेसम्म त केही थाहा भएन मलाई भाइ कृष्ण अब अघि एउटा दाइले चाहिँ घर के पाए माग्दाखेरि पाइन्छ भन्दै थियो अब मागौँ प्रार्थनामा के हुन्छ मेरो त केही छैन भाइ मान्छेहरूको युएसए भइसकेको छोराछोरी राम्रो हुन्छ हुँदैन भाइ म अर्को हप्ता भन्छु नि के हुन्छ त्यस्तो भनेर हुँदैन मलाई। हजुरले प्रार्थना गर्नु पऱ्यो, विश्वासै राख्नु पऱ्यो। जे होस् विश्वास गरेर आएको भाइ अब हेरौँ के हुन्छ हुन्छ तपाईँको राम्रै हुन्छ। ल भाइ ल अर्को हप्ता भेटौँ है ओहो जयमसी दाई हिँड्नु लाग्नुभयो दाई? अनि दाई चिन्नुभयो मलाई? चिनेको भाइ अस्ति हामी भेटेको नि। कस्तो छ हजुरलाई? ठिकै छ भाइ अब माग्दैछु अब हेरौँ के हुन्छ प्रार्थनाहरू गर्दैछु। अनि दाईको बिएसए भयो त? मेरो बुढी छ छोरा छ ए बुढी र छोरा पनि छ नि त उहाँलाई पनि ल्याएको भए हुने नि। ल्याउँदा हुन्थ्यो भाइ अब आफ्नै आफ्नै तालमा छ बुढी आफ्नै ताल छोरा आफ्नै ताल। अनि तपाईँले माया कुरो पाउनुभयो त? माग्दैछु भाइ अब हेरौँ के हुन्छ घरहरू माग्दैछु अब के हुन्छ थाहा छैन। बुढीहरू ल्याउँदा हुन्थ्यो मान्दैन होला भाइ। अब सबै मैले भन्नु खोजेको चाहिँ यस्तो कि सबैजना परिवारै मिलेर मागेको चाहिँ राम्रो। त्यसरी चाहिँ प्रार्थना छिटो सुनाइन्छ। हो र हो नि त। भनेपछि परिवार नै भयो भने परिवार नै आयो नि राम्रो हुन्छ है। म घरमा गएर कुरा गर्छु नि त। हुन्छ भाइ त्यही गरौँ। अर्को पालि चाहिँ ल्याउने भाउजूलाई पनि। काममा जानु छ अर्को हप्ता भेट्नु पर्छ नि त। हुन्छ खाजा चाहिँ खाएर जानु होला होइन। अनि खाजा त हुन्थ्यो अङ्कल एकदम छ। अनि आज के छ र अनि आज मेरो छोराको चाहिँ भिसा लागेको ल एकदम बधाई छ अङ्कल। ल खाजा खाएर चाहिँ जानु होला। होइन अङ्कल अनि कहाँको भिसा लाग्यो छोराको? मैले निकैको लागि ए ल अङ्कल तपाईँको छोराको भिसा लागेछ मेरो छोरा अब त्यहाँ लट्टु भनेर हामी यसो प्रार्थना गरिदिनु नि। परमेश्वरसित प्रार्थना गरिसकेको लाग्छ। हुन्छ हुन्छ अङ्कल प्रार्थना गरिदिनु एकदम हतार अङ्कल। म अर्को होइन खाजा चाहिँ हेर्नु न यहाँ साउले फोन गरी मार लाग्यो। हो र 1 बजी आइपुग्यो भने चाहिँ ढिलो भइसक्यो। हुन्छ अङ्कल है। ओए 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 के हो बोलाएको सुन्दैनस्? के बुझ्यस् कतिखेर नि आमा खोइ मलाई के त जागर खाजा बनाएर जा उठ्छ जा 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 उठ्छ यसले खाजा ल्याएको नि होला के छ 20 टका गुरुबाले प्रार्थना गर्नु भन्थ्यो प्रार्थना गर्नु पर्यो है। प्रभु मलाई त के दिनुभयो छोरा पनि भनेकै मान्दैन
क्रिस्चियन भएपछि त कोही शान्ति हुन्छ भने त मेरोमा त कोही अशान्ति नै अशान्ति के भयो नि प्रभु यस्तो अलिक मदै किन प्रभु यस्तो प्रभु तपाईँलाई राख्छु मेरो बुढी पनि डुलेको गर्छ तपाईँको हातमा राख्छु छोरा पनि सुत्रेको होस् त्यही प्रभु अब कामहरू पैसाहरू जुटेको होस् प्रभु धन्यवाद छ सबै कुरा तपाईँले जुटाउनु भएको होस् आमेन यसले अब खाजा ल्याउँछ ल्याउँदैन एकछिन सुन्नु पर्यो तेरिका के आइलागेको फेरि हाम्रो परिवारमा बाउलाई यस्तो भइरहेछ छोरा फेरि कहाँ गएछ के भयो त फेरि के कसरी एक्सिडेन्ट भयो मलाई त हेर्नु न त्यो बाइकले हाम्रो बाइक थियो घाउने घाउ भएछ हातभरि है गाउँ भयो के हो यहाँ के भयो ए नसुन हात पनि भाँच्यो त्यो बाइकवालाले हानेर कता भयो बस्नुहोस् न तपाईँहरू म चिया बनाएर लिएर आउँछु हुन्छ भइन्छ चिया मिठो बनाउँदैन होस् नबनाऊ बिरामी भएको होला नि के भनेको होला यस्तो मिठो बनाउँदैनस् त अलिक हामीले त आज थाहा पाएपछि कहिले भएको एक्सिडेन्टतिर हिजो बेलुकीतिर नि बाबुराम त्यहाँ के गरेर हिँडिरहेको थिएछ थाहा पनि भएको नभएको चाहिँ मोबाइल चलाउँदै हिँडिरहेको थिएँ अलिक समाते मान्छेलाई भान्ने मान्छेलाई समाते त समात्न पाएन नि मलाई त केही थाहै छैन किन रोइरहेको हो त फेरि नरुन भाउजू हामी प्रार्थना गरिदिन्छौँ सब ठिक भइहाल्छ नि अनि खै त साथी छोरा त देखिन त गर्दाखेरि कहाँ गयो त्यो अब त्यो कहाँ जान्छ नि अब यहाँ कमाउनु समाउनु केही काम गर्नु छैन अब बाउलाई यस्तो भएको छ मतलब छैन अन्त भाउजू कसरी चाल पाउनु भयो उहाँ एक्सिडेन्ट एउटा भाइले हस्पिटल लगिदिनु भएको रहेछ उहाँले कल गरेर थाहा पाएको आपाल आइपारेछ हामी प्रार्थना गरिदिन्छौँ प्रार्थनाले ठिक हुन्छ तपाईँहरू पनि प्रार्थना गर्नु न फेरि हामी प्रार्थना गर्छौँ तपाईँ प्रार्थना गरे परिवार प्रवेश यो परिवारमा हामी आएका छौँ जुन बिर्खेलाई एक्सिडेन्ट भएको छ हामी उसको लागि चङ्गाइ माग्दछौँ बाबु अनि परिवारमा शान्ति माग्दछौँ तपाईँ शान्ति र चङ्गाइ दुवै दिनुहोस् यसो नाउँमा हामी आमेन ल बिर्खे हामी अब जान्छौँ हामी फेरि भोलि आउँछौँ नि त नआओस् नि त आराम गरेर बस्नु बिरामी मान्छे आराम गरेर बस हामी फोनमा कुरा गरौँ नि ल ल है बाबु हर्के म सुतेको डिस्टर्ब नगर ल उता गएर मोबाइल चला है दबाई खाने टाइममा मलाई उठा ल भरे ल है नबिर्सी उठा ओ हर्के खै पानी लियो त कस्तो प्यास लाग्यो पानी लिनु ओइ भनेकै सुन्छ ग्लासमा ल्यायो त्यो यतिकै ल्याएछ उयो उता राख्दा ल मोबाइलमा मात्रै हेर्नुपर्छ तपाईँ त हर्के ओए औषधि खाने बेला खोल्यो त औषधि बेलुका हात सुता जान्छु कस्तो रहेछ कति बज्यो अहिले थाहा छैन छैन गेमै मात्रै खेल्छ त बाउले यस्तो गाह्रो हर्छ अलिअलि हेर्नु पर्दैन अहिले मलाई उठाइ टाइममा आनन्द त्यसलाई डिस्टर्ब हो मलाई यार आनन्द ओए औषधि खानु नि उठाइनुहोस् खोइ औषधि यहाँ
औषधि खाने बेला उठाउँछु भने सुन्नु न अहिले बढी बोले ल औषधि बयानी चाहिँ खोइ त अनि ल खाएन अर्जा के त अर्के गिफ्टसँग नगर भनेको नि मैले तँलाई म भनेको यसपालि बाहिर को आएको को आएछ को हो कसो हुनुहुन्छ बिखे दाइ हुनुहुन्छ घरमा हुनुहुन्छ ए म उहाँको साथी हो उहाँलाई भेट्न यहाँ आउनुहोस् न अन्त दाइलाई कस्तो लाग्यो अहिले अलिक जाति हुँदैछ है बस्नु दाइलाई केही फलफुलहरू दिएको थिएँ मैले पर्दैन थियो नि भाइ बिखे उता राखे अनि यो भाइ चाहिँ को हो त चिनिनँ मैले अस्ति भाइलाई भनेको थिएँ नि मेरो छोरो ए छोराको छोरा छ त हजुरको भाइ भनेको छोरा यो भाइ अब कामसाम गर्दैन बाउ यस्तो गरेर बस्छ गरिहाल्यो अन्त दबाईहरू खाइरहनु भएको छ नि टाइममा हजुर भाइ दबाई छ टाइममै खाँदैछु अन्त भाउजू चाहिँ कता जानु भाउजू भाइ अहिले म काम गर्न सक्दिनँ त्यहाँ सानो काम पाएर बुझ्नु गएको छ त्यता अन्त प्रार्थनाहरू गरिरहनु भएको छ नि हजुर भाइ हामी पनि प्रार्थना गरिरहेको छौँ चर्चमा हजुरको बारेमा विषय राखेको थियौँ प्रार्थना गरिदिँदैछौँ अब यस्तो केही अप्ठ्याराहरू भयो भने मलाई भन्नु कि उता हामी छौँ उता चर्चमा चर्चको परिवारहरूले भाउजू सोध्नुहुन्छ बिर्खे किन आएन भनेर मैले उहाँलाई भनेको थिएँ कि एक्सिडेन्ट भएको थियो भनेर त्यही भएर उहाँले पनि प्रार्थना गरिरहनु भएको छ हुन्छ नि भाइ मेरो साथीहरू त खै फोन पनि उठाउँदैन यसो सहयोग गर्छ कि भनेको अब बरु भाइ एक दुईचोटि मात्रै भयो भेटेको खुसी लागेको छ भाइ मेरो यो छोरालाई नै अलिअलि यसो सम्झाइदिनु है अब कामसाम गर्दैन बाउलाई गाह्रो भएको बेला अलिकति घर व्यवहार हेरेको हुन्थ्यो भाइको नाम चाहिँ के हो हर्के भाइको नाम चाहिँ अन्त हर्के भाइ के गर्दैछ होला आजकल त्यही म +2 लिएर बसेँ यसो कामहरू चाहिँ खोजेको छैन छैन बाबा यस्तो भइरहेको हुनुहुँदो रहेछ यसो घरको कामहरू त गरिदिनु हुन्थ्यो भाइले यसो यसो सहयोग त हुन्छ बाबालाई सुने अङ्कल भन्ने कुराहरू त्यहाँ अलिकति सम्झिदिइराख्नु भाइ यस्तो के सक्दैन कथा हुन्छ त भाइ अब मन लाग्नु पऱ्यो ढिलो भइसक्यो मलाई पनि घर जानु छ हो हल्का सानो प्रार्थना गरिदिन्छु नि त हुन्छ म उठ्नुपर्छ होइन यतिको अप्ठ्यारो हुन्छ फेरि हालेलुया पिता परमेश्वर म धेरै धन्यवाद दिँदछु हजुर तपाईँले यस्तो दाइको घरमा तपाईँले लिएर आउनुभयो मलाई त्यसको लागि म तपाईँलाई धेरै धन्यवाद दिँदछु हजुर पनि उहाँको चोटहरू लागेको छ पिता परमेश्वर यो चोटहरू तपाईँको घाइ लाग्दै छ किन तपाईँले चङ्गाइदिनुहोस् भनेर बिन्ती प्रार्थना गर्छु जुन पनि उहाँको जिन्दगीमा आएको समस्याहरूलाई तपाईँले उहाँलाई छुटकारा दिनुहोस् होला भनेर छोटो बिन्ती प्रार्थना यसको भइदिएको छ हुन्छ दाइ म लाग्नु पऱ्यो हुन्छ भाइ अब चिया पनि यसो बोल्न हुन्छ भाइ हुन्छ त हर्के भाइ मन लाग्यो
साँच्ची नै स्वार्थी रहेछ। पहिला त्यत्रो मान्छे एक्सिडेन्ट हुँदा हेल्प गरिनँ, माग्नेहरूलाई मैले लत्ता ल्याएर खेदाएँ, प्रार्थना गर्दा पनि मैले घरहरू मात्रै मागेँ। प्रभु म एकदम स्वार्थी मान्छे रहेछ, तर तपाईँले चाहिँ एकदम हाम्रो ख्याल गर्नुपर्छ मैले बल्ल थाहा पाएँ। प्रभु चाहिँ साँच्चै नै हुँदो रहेछ। अब चाहिँ मेरो कुरो चर्च जान्छु, त्यो मेरो साथीहरू भए प्रभु नपाएर त अहिले त म त धेरै गाह्रो अवस्थामा हुँदैछु। अब एक दिन चिनेको चर्चको भाइले त्यस्तो हेल्प गर्यो, म अनि त्यस्तै मान्छे बन्नुपर्ने रहेछ अब त। कहाँ छ भयो पुरा? बिर्खेँ म घरतिरै छु। अनि तँलाई कस्तो छ त अहिले? ए म त सन्चो भइसक्यो नि पुरै, चर्च जानु रेडी भइसकेको, जाने होइन आइज नि सँगै जानु। होइन के भन्छ, रेडी भइसकिस् त? अचम्म भएछ त। ल ठिकै छ, त राम्रो भइसकेको छ, राम्रो भयो। ल ठिकै छ, त बस्दै गर्नु त म नि निक्लिनु लागेको छु, अब आउँछु नि। ए ल आइज नि, त्यो हामी अस्ति भेट्यौँ ठाउँमा भेट्यौँ ल, तिमीहरू जानुपर्छ। ल बिर्खेँ अस्तिकै ठाउँमा भेटौँ नि त। अचम्मै भयो त, बिर्खेँ त के हो, एक्कासी परिवर्तन भएछ, राम्रै भएछ। ए भाइ पकाउनु भाइ, त्यही गर्नु क्या भाइ। पहिला मैले लाप्पा हाल्नु मिसाएको भाइ, मलाई अर्को भइसक्यो है, राम्रो छ है, के मन लाग्छ है। अरे बाबा के छ? ठिक छ, के चाहिँ राम्रो भयो नि, सक्नु भयो। अहिले त पुरै एकदम सक्नु भयो, राम्रो भयो। अनि त्यहाँ मैले हेर्दा सहयोग गरेको देखेँ गर्नु थालेँ नि। पहिला चाहिँ मैले लत्ता हालेको थिएँ, अहिले त अब क्या अब यस्तो बिस्तारै भयो, गऱ्यो नि त राम्रो गरेको। तपाईँको विश्वास पनि कतै कसैको लैलैमा लागेर वा स्वार्थ पुरा गर्नको लागि मात्र भएको त छैन। ख्याल गर्नुहोस्, यसले हाम्रो जीवनमा केही उपलब्धि हुने छैन र यो विश्वास केही समयको लागि मात्र हुन जान्छ। तर जसले आफ्नो जीवनमा आत्मिक सुधारको लागि अथवा असल जीवन जिउनको लागि विश्वास गरेको हुन्छ, त्यो नै साँचो विश्वास हो र यो उसले हासिल पनि गर्नेछ, जुन चाहिँ हामीले उसको विश्वासी जीवनबाट झल्केका देख्नेछौँ।